आज चाहिँ मलाई अमिलो पिरोको यस्तो क्रेभिङ भइरहेको थियो। सो रुममा जे जे छ त्यही नै हालेर खान्छु भनेर सोचेँ। सुरुमा चाहिँ मैले प्याज, किरागुडी, काँक्रो अनि धनियाँहरू हालेँ। त्यसपछि आलु उसिनेर हालेँ र छुटाउँदै नहुने वाइबे चाउचाउ पनि हालेँ। त्यसमा भएको मसलाहरू पनि हालेँ र अलिकति खान मन लागेर चाहिँ मैले अलिकति खाएँ पनि र नुन हालेँ। अनि नुन हालिसकेपछि चाहिँ लेमन हालेँ। लेमन चाहिँ मैले एकदम धेरै हाल्छु है। अनि त्यसपछि टिमुर हालेँ। अनि टिमुर हालेपछि चाउचाउको खुर्सानी चाहिँ बिर्सेछु, फेरि त्यो नि हालेँ। अनि रातो खुर्सानी पनि हालेँ। अनि सस हालेँ, यो चाहिँ चटपटेको सस है। अनि त्यसपछि मजाले मिक्स गरेँ, एकदम मिक्स गरेँ। अलिकति सस चाहिँ नपुगेको हो कि जस्तो लाग्यो, तर ठिकै छ, केही छैन। अनि त्यसपछि चाहिँ मैले ट्राई गरेर हेरेँ, यस्तो दामी अमिलो भएको थियो है। तपाईँहरू पनि बनाएर खानुहोस् है। हस्, थ्याङ्क यू सो मच।